यो विशिष्ट व्यक्तिहरूको सेवा सुविधाको सन्दर्भमा हामीले पनि पत्र पत्रिका मिडियाहरूको मतलब जानकारी हामी पाएको छौँ र हामी के भन्न चाहन्छौँ भने अहिलेको अवस्थामा जनताको मर्म पीडा नबुझेर, जनताको आकांक्षा नबुझेर, जनताको चाहिँ आवश्यकता नबुझेर चाहिँ यो 2/3 सरकार चाहिँ अब हेर्नुस् कस्तो किसिमको चाहिँ अब सेवा सुविधामा मात्रै चाहिँ उल्झिराखेको छ। जनतालाई दिने सेवा सुविधा चाहिँ त्यसमाथि सरकार चाहिँ चिन्तित छैन, तर यो विशिष्ट व्यक्तिहरूको सेवा सुविधाको लागि सरकार चिन्तित भएको छ। किन चाहियो सेवा सुविधा? कि जनता भन्दा चाहिँ उहाँहरू चाहिँ धेरै ठुलो हुनुहुन्छ। जनतालाई चाहिँ अहिले पारासिटामोल पाइराखेको छैन। जनतालाई चाहिँ आवश्यकताको बेला कर मात्रै लादिएको छ, कर मुक्त हुनुपर्छ। अनि आएर चाहिँ तपाईँको चाहिँ अहिलेको विशिष्ट व्यक्तिहरूले चाहिँ त्यो चाहिँ अब थप सेवा सुविधा हाम्रो अमेरिकाको राष्ट्रपति बराक ओबामाले राष्ट्रपति हुँदाखेरि राष्ट्रपतिबाट चाहिँ हट्दाखेरि के सेवा सुविधा लिइराख्नु भएको छ अहिले। तर हाम्रो देशको चाहिँ पूर्व राष्ट्रपतिलाई, पूर्व उपराष्ट्रपतिलाई र यो पूर्व प्रधानमन्त्रीहरूलाई चाहिँ सेवा सुविधा चाहियो। किन उहाँहरूले यो गरिराख्नु भएको छ भने यसमा चाहिँ कांग्रेस, कम्युनिस्ट, एमाले भनौँ र तपाईँको यो चाहिँ माओवादी लगायतका व्यक्तिहरूले चाहिँ जुन अहिले देशमा जुन एउटा चाहिँ सङ्कट अवस्था जुन उत्पन्न गरिराख्नु भएको छ उहाँहरूले के कारणले गर्दा आज जनताहरूले केही अर्को कुरा सोच्न बाध्य भइराखेका छन्, अर्को कुरा निकालिराखेका छन्। यही सब कुराले गर्दा चाहिँ आज चाहिँ देश कस्तो मुठभेडमा जाँदैछ, कस्तो किसिमको चाहिँ नारा उठ्दैछ। यो चाहिँ गतिविधिले फेरि के हुन्छ यो देशमा? यस्तो गतिविधिले भोलि चाहिँ अर्को जनता कुरा सोध्छ नि त। त्यही भएर चाहिँ यो सेवा सुविधा दिनु हुँदैन मेरो मान्यता रहेको छ। कुनै जरुरी छैन, त्यो सुरक्षा बाहेकका कुराहरू केही दिनु हुँदैन। किन चाहियो उहाँहरूलाई? मासिक भत्ता चाहियो, उपसचिवको चाहिँ एउटा कर्मचारी चाहियो, शाखा अधिकृत चाहियो, गाडी चाहियो, तेल चाहियो, तपाईँको चालक चाहियो, सहयोगी चाहियो। यत्रो ठुलो जम्बो टोली बनाएर हेर्नु त देशमा कति चाहिँ जनतामाथि फेरि चाहिँ थप कर लादिन्छ, फेरि चाहिँ आर्थिक भार कति दिन्छ। अहिले आर्थिक भार घटाउनु पर्नेमा हामीले फेरि त्यही यो 2/3 सरकारले त्यही सोचिराखेको छ। यो राम्रो कुरा होइन। यसलाई चाहिँ प्रतिकारमा यसलाई चाहिँ अरू राजनीतिक दलहरू लगायत जनता पनि अब यो कुरामा आवाज उठाउनु पर्छ, मेरो यो धारणा हो।